नमस्ते सबैजनालाई। आज म जुगाको औषधिको बारेमा केही भन्न जाँदैछु। जुगाको औषधि कहिले खाने र कसरी खान भन्न जाँदैछु। र जुगाको औषधि खाने प्रोसेसलाई चाहिँ डिवर्मिङ पनि भनिन्छ। डिवर्मिङ भनेको किरा मार्ने औषधि हो। पेटभित्र किरा हटाउने प्रक्रिया हो। यो चाहिँ हरेक 6 महिनामा एकचोटि खानुपर्छ, जस्तो कि एल्बेन्डाजोल र मिबेन्डाजोल। सबै बालबालिका र ठुलोहरूलाई पनि जरुरी छ। र यो कहिले खाने र कसरी खाने भन्ने, यो चाहिँ खाली पेट र चपाएर खानुपर्छ र खाएपछि करिब 2 घन्टासम्म केही पनि नखानुहोस्। वा कति बेला औषधि खानुपर्छ भने दिसा पहिलो र पातलो हुने बेलामा, खाने इच्छा नहुने, पेट दुख्ने, धेरै सुत्दा पनि थकाइ लाग्ने र यी सबै पेटमा किराको सङ्केत हुन सक्छ। यो सबै लक्षणहरू जुगाले हुन सक्छ अब औषधि खाने बेला आयो भन्न बुझिन्छ। र यो औषधि खाएपछि दुध र तेल र घी भएको खानाहरू नखानुहोला। र यो औषधि खाएपछि केही बेरसम्म खाना नखानुहोला।